दर्शकबिन भिडियोमा देख्दै हुनुहुन्छ यो चाहिँ अनौठो पुरस्कार अहिलेसम्मकै यो फुटबल प्रतियोगिताको विजेताले प्राप्त गरेको 40 केजी शुद्ध चौरीको 40 केजी घिउ हो, जुन चाहिँ पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर 4 चारातेमा 9औं चौरी फालेलुङ पर्यटन महोत्सवको आयोजनामा साहसिक फुटबल प्रतियोगिताको जुन विजेताले पाएको यो 40 केजी घिउ हो, जुन चाहिँ सूर्योदय युवा क्लब फालेलुङ 4ले प्राप्त गरेको छ र उपविजेताले तिनसीमाना जनसेवा समाज मेमिङले 20 केजी घिउ र ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ। यो एकदम अचम्मको पुरस्कार हो अहिलेसम्मको। कसले सुन्नुभएको छ, कसले सुन्नुभएको छैन, यस्तो खालको पुरस्कार अहिलेसम्म साँच्चै नै अचम्म मानिएको छ। ल हुन्छ हस्।